हेलो गाइज, फाइनली कर्णाली एक्स गिल कप सिजन 6 को पहिलो म्याच है। पहिलो म्याच कसले हान्छ त बोया, हेरौँ। पहिलो म्याच हो। उन्नाइस मात्रै प्लेयर हेमन्त भानुभक्त बोकाको फाइट पर्दैछ। होइन बोका रहन्छ। ल ल रमेश र हेमन्तको फाइट पर्दैछ गाइस। यो नरेश मरिसकेको यो लाटाले पहिलो गेममा पहिलो एलिमिनेसन निकाल्न सफल। स्मोकी किल कसले हान्यो त? लागेन। फाइनली डाकुले पनि एक किल हानेछन्। हेलो हेलो ल ल अब गेम हेर्दै बोल। गेम हेरिरहेको छौ नि, कहाँ कहाँ फाइट भइरहेको छ यसो मलाई थाहा भएन कि, त्यही भएर यसो भनेको तिमीलाई। होइन नि त, अनि उनीहरू अरूको पनि भइस आउँछ, त्यही भएर सब अफ गरिरहेको छु कि मैले।
यो डिस्कर्ड भएर दिपक होइन यसमें बोलो ना, यसमें बोलो ना, बाहिरको आवाजमा निकाल्न, अरू बाहिरको आवाज निकाल्न, यसमें बोलो को फाइट परिरहेछ भन, यता होस्टिङ गर्न पनि सजिलो हुन्छ। ए बाहिर आउँछ मेरो छ यहाँ कहिले भइसक्यो गराउँछ कहिले के गराउँछ केही फरक पर्दैन फेरि। म त डिस्कर्डतिर फोन हानेर आएको फेरि रिकनेक्ट भएर फाइट कहाँ पर्छ? इलेक्ट्रिकलले नै आफूले सेभ हुन्छ होइन यो कस्टमर अँ पुरै गेम भइसकेपछि आफूले त्यो जो हामीले भित्र गएर रेकर्ड गर्छौँ त्यो हिसाबले राम्रो हुन्छ। म्याप उल्टो गराएर कहाँ कहाँ छन् त्यो एनिमीहरू देख्न पाइन्छ, त्यो टाइपले आफूले भन्ने रे। मलाई अहिले फेरि ब्याग फाल्छ होला। त्यो बोका र कसको फाइट भइरहेछ पिकमा यार। अनि यो हेर्न हो, यो हेर्न नै हो, यस्तो हामीलाई यो आसान छैन किनकि कसले अर्को कुन सामने आलो कुन छ थाहा हुन्न। माथि म्याप हेरेर टक्क यो टिम यहाँ छन् भन्ने हेर्ने हुन्छ त हो, त्यो चाहिँ सेभ भइसकेपछि हुन्छ जस्तो लाग्यो। लाका र बोकाको फाइट परिरहेछ नेपाली घरमा। नेपाली घरमा किन सबैको आवाज आउने भयो कि? हामीलाई त हेर न होस्टिङ गर्ने मान्छे त हाँस्नु भने त्यसरी भएन नि यार। फाइनली लोक केवाई बोकाले एक किल खातामा जोड्न सफल। यिनीहरूको भोइस अफले गरेर बोल्दैन त पैसा सबै गर्नु पर्यो। अब अर्को चाहिँ अर्को मोड चलाउँछु म यिनीहरूलाई। भोइसै अन आउँदो रहेछ। किनकि सम्झि केही नभइन्छ अरू के गर्छ लागि भएन नि त्यसको काज यार। अनुशासन खेल्नु पर्यो त यार। म त त्यसलाई कुनै गेम हुँदैन अनि आफूले एक्लै शान्त उसमा ट्याक्क गरेर यसको यहाँ यो र यो छ भनेर अनि भन्ने हो। अनि अब यिनीहरू भोइस सबै बन्द गर्दैन त्यसले मिल्दैन के मल्ल। आफूले अरू हान्न मिल्दैन ए म आफ्नो त हाल्न मिल्छ। आफूले हान्दैन अनि आफूले नसुन्ने हो। के त गरेको छु मैले। फेरि नै हामी त यहाँ बोलिरहेको छु त। डाकु र हेमन्तको फाइट भइरहेको छ। डाकु र यहाँनिर आएन मेडिकेट गर्न। अहिलेसम्म डाकुले Kill. 5 किल खातामा जोड्न सफल। ठुलो बाबु पनि मरिसकेछन्। बोका अर्किटेक्ट त राम्रो गर्ने अहिले लास्टमा पनि हुन्छ। अब हुन्छ नि टनलाई हानिसक्नु भएको छ केवाई बोकाले। 1v1 को सिचुएसन भइसकेको छ। कसले हान्छ त? केवाई बोका भएपछि केवाई डाकु हानिसक्नु भएको छ। बम पारो गर्दै
डाकु वाल लगाएर भाग्ने कोसिस गर्दै बोकाले पछाडिबाट पेल्दै अगाडि जस्तो देखिन्छ। ल बोका तल झरिसकेको छ भनेपछि डाकुले कुरेर बसिराखेका छन्। खास यो होस्टिङ गर्ने बेला त भन्ने कि तिमी भन्नुपर्छ यार। हाँ? तपाईँ भने त भन्नुपर्छ। ल केवाई बोका भाग्दै कता जानुभएको छ त यसरी यार। तपाईँ भने सुहाउँदैन कि यार, त भन्नुपर्छ यार। के भने नि हुन्छ कि त्यस्तो त भने धेरै निचे आइहाल्यो, तपाईँ भने धेरै उपर, तिमी भने ठिक्क मिडियममा। तिमी भने ठिक्क मिडियममा। यी स्टोरमा त भनेरै भने हुन्छन् के। तर पनि ल डाकुले रस पहिलो म्याचको पहिलो गोया हान्ने हाम्रो केवाई बोका पहिलो हिस्ट्री गोया हानेको मान्छे हो यो। सौरभले त्यस्तो भने हुन्छ, सौरभले हानेन। ओइ फोटै खिच्न